मेरो ब्लगमा सबैलाई स्वागत छ। नमस्ते भाग्य नेउपाने तपाईहरु अहिले हेर्दै हुनुहुन्छ सानीमा टिभी। नमस्ते नमस्ते म भाग्य नेउपानेको भाइ अभाग्य नेउपाने। ल म पूजा हार्छु अब हेलो नमस्ते साथीहरु, सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने सोचिरहेको छु। आज हामी सुजितको डे 2 मा छौं। आशा हुनुहुन्छ सबैजना हाम्रो होल टिम देउरानी टिम हुनुहुन्छ। ओ भित्र हुनुहुन्छ आदि जस्तो आदि भित्र पनि हुनुहुन्छ। हाम्रो यहाँ बनकाइलो छ, यति ह्यान्डसम छ उ मात्रै रियलमा चाहिँ हैन, तर प्याटर्नमा खै किन यस्तो भिन्न भन्नु भने भन्ने कुरा हो। तपाईहरुलाई कस्तो लाग्दैछ देउरानी कमेन्ट गर्नु होला साथीहरु हैन। यहाँ टिमहरु यस्तो पूजा गर्दै हुनुहुन्छ, जोगिराउनु भएको सबैजना। आज साथै विश्वकर्मा पूजा पनि विश्वकर्माको सबैजनालाई विश्वकर्मा पूजाको सबैजनालाई धेरै धेरै शुभकामना। अब आउने दिनहरुमा सबैको घरमा अझै विश्वकर्मा पूजा होस्, किन भन्दाखेरि त्यो भनेको चाहिँ धनप्राप्ति हजुरहरुको के रे के भन्छ साधारण के ल मैले पूजा गर्न थाले। अब मेरो मजाले लेखा भन्ने हो त सर, हो त विश्वकर्माको त्यही हो कि साधन सबैको घरमा साधन होस् पैसा होस् धेरै हो राम्रो साधु पाइन नपरोस्, भोलि सधैँ जानु परोस्। भनेर के हमको तुमसे प्यार अहिले हो फलाना पूजा गर्दैन नि त। यो टाइममा त अब दशैँमा मात्र गर्छ नि त, जस्तै हैँसियाहरू सबै यिलाई अहिले चाहिँ अब नमस्ते सबैलाई, नमस्ते मार्फत सबैलाई नमस्ते। दर्शक बहिनीहरूलाई पनि विश्वकर्मा पूजाको सबैजनालाई धेरै धेरै शुभकामना छ। आज त पूजा गर्नुहुन्छ होला बाइक भाका सबै। हामी चाहिँ क्यामेराको पूजा गर्दैछौँ। कहिले भगवान गाडीहरू के छ आफूसँग पूजा गर्नुहुन्छ होला। मैले बाँकी छ हामीले चाहिँ क्यामेराको पूजा गरिसक्यौँ। मैले पनि पूजाले देखाउने नि त्यहाँ म यता देखाउँछु ल, मेरो पालो देखाउने अरे। हे कञ्चन अरे गिमल किन्नुपर्छ क्या, मल गिमल। नमस्ते नमस्ते नमस्ते। अहिलेसम्म पेजलाई फलो गर्नु भएको छ, साथै सेयर पनि गर्नु होला है त, कमेन्ट गर्नु होला। नमस्ते दाइ, नमस्ते मामा, नमस्ते 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 नमस्ते। के चाहिँ हेर्नु गाइस झगडा हुँदैछ यहाँ भन्ने। होइन नुहामीको दिन गर्ने होला नि त। अहिले विश्वकर्मा दिन यसो गरौँ भन्ने होला नि त। प्रायः जसो मान्छेले नुहामीको दिन गर्छन् के। आफूसँग जे छ त्यहीले गर्ने हो के। त्यो मनमा मनमा सबै आइरहेछ यहाँ। छ त्यो डटा खोल्नुपर्छ भोलि कसरी पूजा गर्छन् हाम्रो टिमको मान्छेहरू हेरौँ है गाइस। थाहा होला नि। 3 मिनट भइसक्यो यो सबै। अब यो सबै थमेल चाहिँ एउटा बनाइदिनु, कसले बनाइदिनु? उहाँको अहिले अहिले एकछिन एक एकवटा फोटो खिच्नु एउटा हाई एउटा कता भनेको एउटा कता कता बनाएर एउटा नाक देखेको यस्तो पारेर अहिले सबैको फोटो खिचेर टक्क मिलाएर हाल्छु ल म। फोटो सुट हुँदैछ गाइस, ल छिटो फोटो खिचौँ, छिटो फोटो खिचौँ। फोटो सुट हुँदैछ। मेरो खिच्दिन एउटा यहाँ खिच्दिन न फोन म भ्याउँदिनँ खोइ। मान्छेहरूको यी यस्तो यस्तो आइफोन छ, फोटो किन्न लाउँछन् मलाई। म बढी फर्काएर खोइ सर तपाईँ आउनु एउटा फोटो। आउनु भएको भनेको पिछा सार त होइन रहेछ त। उहाँलाई त नेपाली मान्छे देखाइहाल्यो नि। ल 5.5वटा खिचेँ। हाम्रो यहाँ सन टिम यस्तो दामी किचन छ, यहाँ भित्र किचन पनि देखाउन म चाहँदैछु। यो अब एकचोटि बाडाङ बुडुङ आजै हालिदिनु। यो त यहाँ हाम्रो खाजा पाकिरहेछ, खाजा खाना पाकिरहेछ। उहाँहरू चाहिँ एकदम 5 स्टार कि 7 स्टारको चाहिँ कुकमेनहरू हुनुहुन्छ। 9 स्टारको रे
तपाईँहरू खासै थाहा छन् त्यो बुढा त्यो बुढा निकण्ठको 9 स्टारको ओ 9 स्टार भयो बुढा नीलकण्ठको कुकमेनहरू उहाँहरू अन्डा देखाउनु अनि त्यसपछि हेर्नुपर्छ मजाले भरे हाम्रो युट्युबमा यस्तो भेराइटी पाक्दैछ अन्डा कहाँ उसिन्दै यहाँ अन्डा पाकिसक्यो बन्द गरिसक्यो ल सबैले उहाँलाई कतै किचनमा कोही राख्नुहुन्छ भने सम्पर्क गर्नु होला मेरो कान्छी के र अलि हेर्नु ल के